सब केटाकेटी हो अनि म कान्छा अनि अब हाम्रो आजको यात्रा पानी पर्यो होइन आजको हाम्रो यात्रा भनेको धरानको कहाँ भन्ने ठाउँ दानाबारी पुगेर तपाईँहरूलाई देखाउँछु अहिलेको नजारा पानी परिरहेको छ पुरै हामी यो स्नेहको घर पुग्ने बास बसिराख्नु परेको छ बास सबैजना यहाँ रेडी छन् यता के चुकुर चल्दैछ अहिले हामी मान्छेलाई बसिरहेको छौँ हाम्रो स्नेहको घर पुग्नेछौँ यहाँ ठुलो पानी परेर होइन पानी अझै रोकिएको छैन गराङ गुडुङ भइरहेछ यहाँ फर्किने मान्छेहरू त्यति बुके हाई भन्दै छ यो त सरी अब हामीलाई पर्खिरहेको छौँ मान्छे को को आउनुहुन्छ हामी 5 जना केटाहरू रेडी हो अब अरू कोही को को आउनुहुन्छ है अहिले हामी होइन कहीँ मान्छेहरू नभेटेर आफ्नै होटेलमा बसिरहेको छौँ नि नेवारी खाजा घर आउनु होला कोही कोही बेला म पनि हुनसक्छु अहिले 3 महिनाको छुट्टीमा मै हुन्छ होइन त्यहाँ चाहिँ म बाल डिस्काउन्ट दिन्छु म आउनु यहाँ अब म जतिनलाई टोइलेट देखाउँदैछु टोइलेट चाहिँ यता जान सिधै हो यहाँ त्यो होइन यता यहाँ कुकुर भुकी बस्छौ के गर्नु यताबाट योबाट सिधै यहाँ कति कुकुर भुक्दो रहेछ हौ तर के गर्नु नडराइ आइज है मलाई नै डर लागिसक्यो त्यसलाई त ठगेको नि भरे टोको भने यहाँ मेरो साथीहरू छन् कस्तो डेडली आँखा भलेको सबैजना हामी यहीँ बसिरहेको छौँ हजुर ए अनै पो रहेछ केही हुँदैन हामी लाग्यो है अब कता धरानतिर दानाबारीतिर हाम्रो जर्नी स्टार्ट उता 2 जना 2 सिट उता 2 जना उता हामी केटाहरू यो तेरो अटोमेटिक हो गाइड लेखायो अब हामी नै गाइड हो नि पथरीबाट स्टार्ट भयो हाम्रो जर्नी अहिले हामी त टिटर पुग्न आँट्यौँ होइन अहिले हाम्रो फेरि गाडी चेन्ज भएर बेगत भएको छ त्यो हामीलाई त्यो खले अङ्कलले ठग्नु भएको छ यतानिर जतिन्छ होइन सबजना अब धरानको यात्रामा रेडी के भन्दै जतिन अब के हुन सक्छ यहाँनिर पानी पनि पर्दैछ यहाँ होइन पानी पर्दैछ उता राख्छु मलाई रुगा लाग्यो सिधै अब धरान पुगेपछि हामी जेरिलिम्बूले भ्लग गर्ने ठाउँमा आइपुगेको के भन्छ त जेरिलिम्बूको जेरिलिम्बू यहीँ है पार्वतीलाई पर्खेर मन पर्खिनु पर्यो केटा पार्वतीलाई हामी धरान आइपुगेको छौँ हामी धरान सबैजना हामी यहाँनिर आइसकेको छौँ अब हाम्रो यहाँदेखिको जर्नी स्टार्ट हुन्छ यहाँ चाहिँ एकछिन पहिला के सामानहरू किन्ने त्यहाँदेखि मात्र फुलको बगैँचामा मेरी माया सरङ्ग लाग्ने नाकेमा बुझाइया हामीले अहिले यस्तो बाटोको सामना गर्नु परेको छ सानो खोला बगिरहेछ ठुलो खोलामा झन्डै लड्यो यता हामीलाई बिजोक छ माथि हेर्नु नि माथि जाममा अझै यत्रो यो त के होइन यो त फर्स्ट रहेछ यिनीहरूले त हामीलाई ठगेर पो यता ल्याएको रहेछ 3टा पखाल्दैछ 3टा झन्डै खुट्टा मर्क्यो त्यो जाम केटा हो केटी हो हरियाली नै हरियाली छ अहिले एकछिन पानी दिनुपर्छ कतिखेर
हामी लास्ट भयो अब अगाडि जाने के भयो यता फेरि सिरिज बोतलले मुदिदिएको हाम्रो यात्रा यहाँसम्म पुगेको छु खोइ दानाबारीको आदि यहाँबाट जाम के भइरहेछ म त फेरि यहाँबाट कुद्दिन सक्छु नि फेरि म त जान्छ होइन ओ यहाँबाट जाने छिटो सर्टकट हुन्छ यो बाटो मजा आउँछ यता देख भरिया भरिया ओइ लङ काट्यो होइन लु जाम यतैबाट क्रिस्टियन्सको हिरो के हो यार बिराल जस्तै बाँदर जस्तो चढ्छ चढेपछि जा रोड छ माथि जाने त छ अब हामी यहाँ आइपुगेको छौँ यहाँ हेर्नु कस्तो टाइम बादल छ नि मैले बनाएको हो क्या त्यो बादल कहिले त जन्मेको थिएँ यो बिना खिचाउ एउटा अब हामी कहाँनिर आइपुगेको छौँ यहाँ क्या दामी ठाउँ छ धरे बारे फुलको बगैँचामा मेरी माया क्या दामी ठाउँ छ सुकुन मिलो यहाँनिर आएर जतिन काजी भन्नु त काजी भन्नु न काजी भन्नु एकछिन त होइन हाम्रो भ्यूहरू हेर्नु फोटो पनि खोइले बसेर हाम्रो यहाँनिर आएर दामी मौसम भएको छ हाम्रो मेहनत सफल भएको छ यहाँनिर आउनुको म चाहिँ हुनै छ सफल अझै हुनु माथि पर्खिन्छु हाम्रो मान्छे अर्किरहेको छ त्यहाँनिर म्यान भर्स वाइल्ड नेपाली उयो के भर्जन हामी अहिले यहाँ खोइ कुन ठाउँ पुगेको छौँ त्यो देखाउनु त भ्यू ओइ बस्ला के हो यो तपाईँ डेडली छ त फोटो नि खिच्दै यहाँ लड्यो भने त बच्चाको ठाउँ चाहिँ बोबाल छ है त्यति बाटो मात्र हिँड्यो यति यो खोइ कुन कुन पहाड मात्र आएको मात्र अझै ऊ यो माथि पुग्नु छ यता होइन उता यो त धेरै सानो पो देख्यो त अझै ए ठुलो देख्यो ड्यामी छ है भ्यू चाहिँ पानी पर्यो समिता कस्तो अनुभव भइरहेको म यहीँदेखि चढेर यहाँ बसिराखौँ यहाँ लागेको समिता स्वस्तिका रुन आँटिसक्यो त लागे म त हामी यो खोइ कहाँबाट छिराइरहेछन् केटाहरू रुजाम यहीँबाट भन न मेरो भाइ एक्लै खायो है तर गुली अहिले खानु हुँदैन ट्रेकिङको बेला सक्छु म सक्छु ओ यहाँ त के हो ओ यहाँ त केक छ त ओ तेरो लागि भुके आउँदैछौ त त्यति आइज न भुकेसँग छौ यो के हो पछाडि आइज न हातको माथि यहाँ मेरो हात यहाँ उयो छ यहाँ मोबाइल छ आइज आइज मेरो भाइ
यहाँ केक छ खाइदे मुनि केक छ टेकिस देर भएको छैन 10:30 ओबी यता फेरि अर्को डेन्जर रहेछ ए हो र ओए बुके पानी दिएर माथि हामी उताबाट घुमेर आयौँ ए सन्चै छु ऊ आउँदैन माथि फाल्ले ऊ तलबाट आएको नि अनि मर बाँच्नु छैन अहिले हामी अब एकछिन यहाँ बसेको छौँ यो कुण्ड हो बिचमा यस्तो राम्रो यहाँ ढुङ्गाको रहेछ त्यही बसेको यिनीहरू एकछिन यतै बसिरहेछन् सिरिज डोना यहाँ कस्तो भइरहेछ अनुभव एकदम रमाइलो अनुभव भइरहेछ म त स्वर्ग जस्तो लागिरहेछ स्वर्गमा हो नि हौ यहाँ भ्यू हेर न भ्यू जस्तो हो हजुर हाम चाहिँ नफालिदिउँ अहिले स्कुल छुट्टी नै छ अब स्कुल लागेपछि चाहिँ पहाडकै उपर भन्दै स्कुल होइन नि अब त कलेज हो कलेज हामी यहाँ खोइ आधी भन्दा पनि धेरै नै पुगिसक्यौँ होला यहाँ खोइ कुन भ्यू हेर्नु त्यसमा कस्तो मजा आइरहेछ दुःख त भन्नु हुँदैन त्यो पनि मजा चाहिँ आइरहेछ ल म आएँ गलेको छैन गल्दैन कान्छा धन्यवाद घडी चाहिँ देखाउँ न 11 पो बजिसकेछ ल हामीले यहाँ के भेटाएको छौँ दुम्सीको के हो यो काँडा के हो यो दुम्सीको गु जे पनि हुन सक्छ हामीले के भेटाएको अलिकति मजाले देख्नु भएको छैन कहिले हेरि मजाले चुचो देखे कति पर छ बाह्रबुरी भर्खर आउँदैछ हामी यहाँ छौँ अर्को उता छ माथि यो उयो छ त हामी यस्तो सानो सानो बाटोबाट कठिनाइबाट आइरहेको छु आए भाडाबुढीहरू पनि अब अझ उयो बाटो हेरौँ हाम्रो पहिलाको गाइड हुनुहुन्थ्यो सबिन राई तर उहाँले धोका दिएर अहिलेको हुनुभएको छ क्षितिज कुलुङ राई एभरेस्टियन्सको एडमिन म चाहिँ लड्छु होला हौ आज तिमीले भिडियो हाल्नु पर्यो आइपुग्नु आँट्यौँ अब माथि नै हो लाइन जज हजुर के हो ढुङ्गामा चुक्नु पर्छ त खोइ फसल भन्छ नि फसल हामीले आउँदा आउँदा फोसिल भेटिसकेको छौँ हामीले फोसिल भेट्यौँ हातमा हेरेर हान न हेर न जति नि हुर्किस् नि म लड्छु हाम्रो यहाँ गाइड कारालाई काट्दै हुन्छ हो यहाँ उयो काटिँदैछ यत्रो बाटो यहाँबाट लड्यौँ भने ऊ यहाँ हाम्रो गाइडहरू सबिन कहाँ छ त्यहाँदेखि पो हो पहुँचमै काट्दैछ को घलिसक्यो त्यहाँनिर को चिन्ता
ऊ यहाँ न ससिने झारेको मल काला छ है कति सानो बाटो एडभेन्चर भन्छ म गलेको छैन कहाँ माथि आइपुग्यो म सब किरा जस्तै छ त यो सहरहरू त सब थाकेर छैन म थाहा कति राम्रो गाईहरू आमा छोरालाई आमा छोरा क्या आमा छोरी ला उयो होइन यो केटै हो गोरु हो यो गोरु हो नि उयो म त गएको छैन कस्तो शीतल हावा आएको सुकुन दिँदैन यहाँ आएर पिङ्क यता पनि जता हेर पिङ्कै पिङ्क छ अभि हिरो बन्नेको बाबु मासु ल्याउनको लागि हामी बोक्नु हजुर त्यो पनि धुन मिल्छ नि लु आइपुग्यो है 3, 2, 1 स्टार्ट ओइ मजाले यति हेर्नको लागि आएको यार अब कोक खोलौँ त कोक खोलौँ खाइदिउँ सिधै डोना यहाँ आएर कस्तो अनुभव भयो धेरै राम्रो अघिको भन्दा राम्रो हेर त यहाँ पनि जस्तै छ ओ पुरै नि हो पर्दैन यार त्यस्तो नगर्नु न यहाँ आएर कस्तो अनुभव भयो पुरै बब्बा छ है तँलाई कस्तो आयो हिँडाइ चाहिँ मर्ने गरी गर्नु पर्यो अरू चाहिँ केही छैन रमाइलो त भयो ग्लास बोतल छ चाहिँ राम्रो हामी पनि हामी यहाँ के अर्क्यो फेरि हामी यहाँसम्म आइपुगेको छौँ अब माथि गइन्छ मन्दिर हेर्न उयो चाहिँ मन्दिर अरे हामी स्टे गरेको होटेल के लाग्छ यहाँबाट झऱ्यो भने के म बाँच्न सफल हुन्छु बुझी नानी मन्दिर जय शम्भु हामी यहाँसम्म आइपुगेको छौँ ओ यो के हो उयो चाहिँ सेतो यो छिरिज है यसलाई चाहिँ प्योर छिटिज भन्छ यता चाहिँ अलिकति डुब्ली सुब्ली जे पनि भन्दा हुन्छ भ्यू बबाल छ सिरिज चाहिँ दामी छ अरू भन्दा नि भ्यू त कहाँ भ्यू त यस्तो बिल्ला भ्यू के गर्यो कहिले खेलाइस् हामीले यहाँ कहाँ बसिरहेको छौँ यहाँबाट भ्यू चाहिँ सही देखिरहेछ त्यहाँ माथि फेरि अझै बोलाइरहेछ नाकै छैनन्
हामी यहाँ आएर बसिरहेको छु मस्तले म त ढले ढले भन्न ओए यहाँबाट मोबाइल झर्यो भने के हुन्छ मेरो भ्यू त सही छ उता झगडा परिरहेछ माथि हामी त्यो के भन्छ माथि दानाबारीबाट झरिसकेको छौँ आधी होइन यो पुरै बाटै नि पुगिसकेको छौँ अब यही रोड मात्र छ हामी पुरै यो सब पहाड पहाडै छैन त त्यो सब पहाड तरिम भनौँ न होइन अब हाम्रो यात्रा स्टार्ट भयो स्टार्ट त अघि भइसकेको थियो होइन त्यही पनि कहाँ यो 75% भइसक्यो अब 25% हिँड्न बाँकी छ त्यहाँदेखि त अटोमा सुई जाने थोरै टुक खाने त्यहाँदेखि फेरि गाडीमा बुइसक्यो कत्रो ग्राउन्ड हौ ठुलै रहेछ यहाँ पनि ओए यो पोल कत्रो ओए पोल कत्रो छ त माथि चाहिँ ठुलो छ त्यहाँ त मै छुन्छु नि यो माथि चाहिँ ठुलो यो चाहिँ सानो हो नि यो चाहिँ सानो भयो यो चाहिँ ठुलो भयो धेरै लेन्थ र ब्रेथ सानो भयो हाइट ठुलो भयो अलिकति म्याथ स्टुडेन्ट होइन समोसा मनोज सरले पो पढाउनु भएको त हो के भनेको जतिन मनोज सरको लागि 2 शब्द बोल्दैन मनोज सरले मलाई अब एससी फेल गर्छु भन्नुभयो तर मैले अहिले राम्रो गरेको थिएँ म्याथमा अब मलाई पास एससीमा पास भइहाल्यो भने मनोज सर घर अगाडि म बाटो बनाएर डाइग्राम गरेर नाप्नु जान्छु म त्यहाँ मनोज सरलाई रेडी बस्नु भन्न चाहन्छु म त्यसले हो पछाडिको सिन बम्बा छ है भयो होला लडेको नि खिचौँ न लड्दिन म त लड्न छिपिन ठ्याक्कै बुझिदियो ओए सरी कस्तो लड कति धेरै प्याक नप्याक छ होला नि त 5:30 बजे हिँडेको कति 7 बजीसक्यो भर्खर बेलबारी धरानबाट बल्ल बेलबारी कट्यो मान्छे त थोरै न थोरै अझै ठाउँ कान्छे मलाई त माछा र What is this? सोझो मान्छेलाई यसरी हेर्ने हो खाली गाडी पछाडि ठाउँ छ पछाडि थुप्रै ठाउँ छ आजको लागि यति नै हाम्रो सब सक्यो प्रोग्रामहरू ठुलो धन्यवाद यतिसम्म हेरिदिनु भएकोमा लु बाई बाई